बालेनलाई जबरजस्ती सामाजिक सञ्जालको माध्यमबाट चाहिँ ऊ राजावादी हो, उसले राजा फर्काउनु खोज्दैछ, उसले यो गणतन्त्र मान्दैन, राष्ट्रपति मान्दैन, यस्तो बनाएर चाहिँ एउटा माहौल बनाउँदै थियो। हेर्नुहोस्, हुँदा हुँदा चाहिँ नेपालको वरिष्ठ वरिष्ठ नेताहरू भन्नेहरू पनि राजावादी सबैले एउटा भ्रम बनाउँदै थियो। हेर्नुहोस्, तर आज गणतन्त्रको दिन चाहिँ बालेन सपरिवार रवि लामिछाने लगायत सम्पूर्ण त्यहाँ उपस्थित भएको कारणले गर्दा पनि यिनीहरूको यो भ्रम सबै कुरा सकियो। आजदेखि ढुक्क भयो त तपाईँलाई, होइन? अब सकियो। हेर्नुहोस्, पहिलो कुरा यो। दोस्रो कुरा, गणतन्त्र दिवसको सम्पूर्णलाई शुभकामना। हेर्नुहोस्, यो सामान्य कुरा होइन बन्धु पनि, यो सामान्य कुरा होइन। हेर्नुहोस्, आज म एउटा होइन ठिम्मर भन्छु, मेरो बुवा राई हो, आमा छेत्री हो, होइन? मलाई पढाउने शिक्षकहरू चाहिँ बाहुनहरू मधेसीहरू हुनुहुन्थ्यो, मुसलमानहरू हुनुहुन्थ्यो, होइन? मलाई आज यो आवाज दिनु सक्ने भनेको त्यो गणतन्त्रले, यसरी बोल्नु सक्ने भनेको गणतन्त्रले हो, लोकतन्त्रले हो। र यो गणतन्त्र लोकतन्त्र ल्याउनुको लागि चाहिँ 10औं वर्ष जनयुद्ध लडेको चाहिँ होइन त्यो योद्धाहरूले हो। हेर्नुहोस्, 17,000 भन्छु नि, 17,000 नभइदिएको भए म त धेरैपल्ट भने। हेर्नुहोस्, 17,000 चाहिँ जनता मरेर यो देशले के पायो भन्नेहरू कि त संसारको सबैभन्दा ठुलो अनपढहरू हो, कि त तिनीहरू सबैभन्दा ठुलो चाहिँ आहारिस गर्नेहरू, डाहा गर्नेहरू। हेर्नुहोस्, 17,000को कारणले गर्दा आज यो देशमा यसरी लोकतन्त्र आएको छ। एउटा आज मधेसीको बच्चा मान्छे भनेको मधेसै पो रहेछ भनेर भनिने पहाडी समुदायमा आज त्यो व्यक्ति चाहिँ नेपालको सबैभन्दा लोकप्रिय भएर प्रधानमन्त्री बनेको छ। बालेन शाहहरू लोकतन्त्रले हो। तपाईँहरूले बुझाउनेले बुझाइदिएन होला। हेर्नुहोस्, बुझाउने बौद्धिक व्यक्तिहरू पनि सबैजना बाहुनवादी व्यक्ति चिन्तनको व्यक्ति भएको कारणले गर्दा भन्नु चाहेन। हामीले एकोरो रूपमा चाहिँ राज्यको प्रत्येक प्रणालीमा हाम्रो शासन गरेर खाएको बेलामा चाहिँ यो जनयुद्ध आएर चाहिँ सबैको दलितको मुख पनि आवाज लगाइदियो, चेतना लगाइदियो, ज्ञान लगाइदियो, मधेसीको, थारूको, जनजातिको, मूलवासीको, पिछडिएको, महिलाको लगाइदिएको कारणले गर्दा हामीले एक्लै खाएको चाहिँ कुरामा चाहिँ सबैले बाँट्नु पऱ्यो भनेर उनीहरूलाई रिस भएको कारणले गर्दा उनीहरूले भन्दिएन होला। हेर्नुहोस्, तर वास्तविकता त्यो हो नि। त्यही भएर म त सधैँ भन्छु, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिवस शुभकामना सँगसँगै जनयुद्ध, महान जनयुद्धलाई पनि हामीले सम्झिनुपर्छ। तपाईँ गणतन्त्र चाहने तर जनयुद्ध चाहिँ नचाहने हो भने तपाईँ पनि फेरि ऊ होइन। हेर्नुहोस् बन्धु पनि, तपाईँको मनमा पनि खोट छ, तपाईँले पनि कतै न कतै एउटा चाहिँ होइन अर्को फेरि लडाइँको लागि चाहिँ एउटा माहौल बनाउनु तपाईँको पनि हात हुन्छ। हेर्नुहोस्, र सँगसँगै यो हुन त प्रचण्ड त्यो बिचमा हुनुहुन्छ, त्यो एआईले बनाएको होला केही होला, तर उहाँ पनि हुनुपर्थ्यो। जसरी हामीले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गरेको भनेर गर्छौँ नि, तर यो मनलाई, यहाँको समुदायलाई एकीकरण गराउनुमा चाहिँ जनयुद्धको ठुलो हात छ। त्यो नेतृत्व लिएको कारणले गर्दा प्रचण्डले कतै न कतै श्रेय पाउनुपर्छ। हेर्नुहोस् बुझ्नु पनि, यो पाउनुपर्छ। हिजो सीके राउतहरूले म देश तोड्छु, अलग्गै मधेस, फेरि अलग्गै राज्य बनाउँछु भनेको यिनीहरूले लगेर भारतसँग मिसाइदिन्छ, भारतसँग मिसाउँछ भनेर हामीले भ्रम छर्छौँ, धेरैले भ्रम छर्यो। उसले भनेको चाहिँ तिमीहरूले केही पनि अधिकार दिँदैनस् भने मधेसलाई फाल्टो एउटा देश बनाउँछु भन्दै गरेको त्यति ठुलो चाहिँ भयङ्कर कुरा गर्दै गरेको सीके राउत